हेलो नमस्कार, म सुप्रिया र फेरि पनि मेरो ब्लगमा हजुरहरूलाई स्वागत छ। र आज चाहिँ हामी दादाको घरमा खाना खानु आइरहेको छौँ। सबैजनालाई यहीँ खाना छ हो। कुक चाहिँ हो हाम्रो दादा। दादा के बनिँदैछ हौ? वाह, दाल भात गोर्खे अचार। यो चिकन फ्राई गर्नुभएको? यो चिकन फ्राई हो। वाउ, कस्तो दामी देख्दैछ। यता चाहिँ कि फ्राई हुँदैछ चिकन? यो कुकरमा के बनाउनु आँट्नु भएको? मटन? एकदम देसी। वाह, देसी मटन। यो चाहिँ गोर्खे अचारको लागि आलु र काँक्रा, गाजर, निम्बु हो, यसमा अब चाहिने कुरोहरू सामानहरू पनि चाहिएको छ। यो चाहिँ चिली चिकनको लागि। अरे आमुई सानो नाति हो। अरे ठुलो नाति पनि आमुईसँगै रहेछ त हौ। अलि बाफले अलि बाफले आचिदेऊ छिटो छिटो छिटो। हाई गरेर भर्खर सुतेर उठ्यो आमैको काखबाट। यता हाम्रो ठुलो नानीले चाहिँ के खाँदैछ हौ? चिप्स खाएको? ए, कसले किनिदिनु भएको? अरे थ्याङ्क यू भन्यो? कहिले भन्यौ थ्याङ्क यू? भन्छु वेलकम। वाह, यता चाहिँ हुनुहुन्छ हाम्रो माया, हाम्रो जेठानी दिदी मुतुकिया। मेरो प्यारो नाम दिएको हो र उहाँ चाहिँ हुनुहुन्छ भावीको आमा। हेर्नुहोस् होला, भाविक चाहिँ यहाँनिर आमैसँग बसेछ है अघिदेखिको। कति सुत्छौ तिमी? यहाँ मटन पाक्दैछ, यहाँ चिकनको लागि फ्राई हुन्छ, दाल पाकिसकेको छैन, गोर्खे अचार र दिदीको चाहिँ सानो नानी छ र सबै कुरो दादाले बनाउनु हुँदैछ। आज चाहिँ दादाको हातको खाइ हुन्छ, मिठो मिठो खानाहरू। तिम्रो आमा चाहिँ कहाँ हुनुहुन्छ हौ? मेरो ठुलो जेठानी दिदीको चाहिँ नानी हो। किन नआउनु भएको आमा? ए, एकछिनमा आउनुहुन्छ अरे, बाबा लिएर आउनुहुन्छ अरे। तिम्रो बाबा चाहिँ कहाँ हुनुहुन्छ? ए, सानो गाई घरमा आमै बाबै? ए, अन्त तिमी चाहिँ अहिले कसको घरमा आएको छौ? ए, ठुलो काका कि ठुलो काकीको? अरे वाह। ए, मामा पनि आउनु भएको छ त? के लिएर आउनु भयो मामा? जल जल। अरे वाह। सङ्क्रान्ति माघे सङ्क्रान्ति चाहिँ यता अरे हो। दिदीको घरमा खासपानहरू बनिँदो रहेछ, चिकन फ्राई। दादा पनि आउनु भएछ।
छ के छ नि माया के को लागि अरे वाह गोर्खे अचार मिक्सीमा पिसेर खानुभन्दा चाहिँ यसो सिलौटोमा पिसेको धेरै राम्रो हुन्छ टेस्ट राम्रो आउँछ अनि हामी त यहाँ छौँ काकीलाई सघाउने त होइन काम बिगार्ने मात्रै छ यहाँ भाइ खोइ उला छ के खाएको चिकन चिली चिकन हाम्रो गोर्खे अचार पनि रेडी भयो हेर्दै खाउँ खाउँ लाग्दैछ हेर्नुहोस् है मुखबाट पानी आउँछ नि हौ मैले त भर्खरै टेस्ट गरेँ कस्तो टेस्टी रहेछ र खसीको मासु पनि रेडी भएछ हेर्नुहोस् है कस्तो दामी देख्दैछ यसको खुसबु पनि कस्तो आउँदैछ हेर्नुहोस् है दादाले चलाउनु हुँदैछ हेर्दै खाउँ खाउँ लाग्दैछ है अरे बापरे लो काका उम्बा मुटुको काका यता